हेलो गाइस, गुड आफ्टरनुन एभ्रिवान। आज चाहिँ म भ्लगै पुरै दिउँसोको 3 बजीबाट स्टार्ट गरिरहेको छु क्या। किनभने आज शनिबार थियो। शनिबार चाहिँ आज ड्युटी सुटी पनि थिएन नि त बिहान, त्यही भएर म चाहिँ बिहानदेखि सुतेको थिएँ। बिहान साथीहरूले त बोलाइरहेको थियो 10 बजीतिर पुरा घाम लागिरहेको थियो क्या। त्यो घाम लागेकोले गर्दा म बाहिर निस्किनँ। अब चाहिँ अल्छी लाग्यो क्या, बस्दा अल्छी लाग्यो। अनि फेरि साथीहरूलाई मेसेज गरेको त्यहाँतिर उता के अरे क्याफेमै छु अरे क्या, सधैँ जाने क्याफेमै। अनि आइज नि त भन्नुभयो क्या। अनि म चाहिँ अब चाहिँ त्यतातिरको निस्किनु भएको छु क्या। आज चाहिँ शनिबार भएर घरमा बसिरहेको थिएँ। कहाँ जानु, ड्युटी सुटी पनि थिएन बिहान भ्लग स्टार्ट गर्नलाई, त्यही भएर यतै बसिरहेको थिएँ क्या। अब अहिले चाहिँ पुरा दिउँसोको 3 बजिसक्यो, घाम पनि यस्तो लागिरहेको छ क्या। त्यही भएर म बसिरहेको छु टक्क लाएर। एकपल्ट काट्दैछ, फेरि पनि काट्दैछ। अनि यो स्विमिङ गरेको ठाउँमा भइहाल्यो। टक्क लाएर स्विमिङ गरेर बच्चालाई हिजोको भ्लगमा आइसकेको छ टक्क स्विमिङ गरेको। यहाँनिर चाहिँ यस्तो झ्याममा परेको थियो, काट्दैछ टक्कै काट्दैछ क्या। त्यस्तो रुखसुख काट्दैछन्। यहाँनिर चाहिँ इस्कुस रोप्दैछ कि, इस्कुस पोहोर रोपेको थियो, पोहोर चाहिँ फलेर पनि खाइसक्यो। योपालि पनि त्यसमै आइरहेको छ क्या फेरि टक्क लाएर। त्यही गाइस, अब चाहिँ म निस्किन लागेँ गर्मीमा। अहिले चाहिँ अलिक शीतल छ, हावा चलिरहेको छ, घाम पनि त्यति छैन। अहिले बिहान त लास्टै घाम लागेको थियो, त्यही भएर म निस्किन क्या। गाडी त्यहाँ छ, फेरि मेरो गाडी यहाँ राखिदिएको छ, गेट यहाँ छ यी। अब चाहिँ म टक्क निस्किन्छ है त गाडी। चाबी पनि आउनुहोस्। अब चाहिँ खतरा कस्तो देखिरहेको छ नि, राम्रो ओके गाइज, म चाहिँ अब चाहिँ जाँदैछु। हिँड्दै जानु लागिरहेको छ। यो गल्लीको बाटो हिँड्नुपर्ने हुन्छ क्या। नहिँडेको पनि धेरै भइसकेको छ क्या। लगभग स्कुलमा पनि थालेदेखि यसरी हिँडेकै थिएन। पहिला उता रुममा बस्दाखेरि चाहिँ बिहान नि हिँड्दै आउँथेँ, बेलुका नि हिँड्दै जान्थेँ, बानी पर्थ्यो। अहिले लास्ट 1 महिना जति भइसक्यो यसरी यो बाटो हिँडेकै छैन क्या। यो बाटो टक्क लाएर त बिहान बेलुका हिँड्थेँ। कस्तो हुँदो रहेछ भनेर आज हिँड्दैछु, हिँडेर जाँदैछु म। साथीहरू त्यहाँ कुदिरहेको छ अरे, त्यहाँ गएर साथीहरू भेट्नु पऱ्यो। यस्तो हिँडेर मान्छे जाँदैछ अरे, कतै जानु लाग्यो, त्यतै जाँदै रहेछ। स्टुडेन्ट स्कुल हो, फेरि त्यहाँ बच्चाहरू गेम खेलिरहेको रहेछ। अहिले चाहिँ म यो बाँस जानेर आइपुगेँ यार। क्या शीतल हावा चलिरहेको छ कि, एकछिन बस्नु होला टक्क लाएर। अहिलेसम्म घामै लागेको थिएन है, अहिले मनिषपछि घाम लागिरहेको थियो। फेरि तन्तलाको पाराले शीतल हावा चलिरहेको मस्त मजै आउने क्या। पहिला हिँडेर आउँदै ठक्क बेलुका त्यहाँबाट हिँडेर आउँथेँ, त्यहाँबाट हिँडेर आउँथेँ है। अनि यहाँ आएपछि ठक्क हावा चल्थ्यो क्या, यो रुखको शीतल हावा मजा आउँथ्यो क्या। यस्तो मजा आउँथ्यो पहिला पनि। आनन्द पाराले एकछिन हावा खाएर जानु होला। मस्त यार, मजा यार। अरू बेला दिनभरि त्यो घाममा रातेर गर्मी हुन्थ्यो, आज एक दिन दिउँसो हावा खानु चाहिँ आनन्द आउँदो रहेछ। चरा नि कराइरहेको छ माथितिर रुखमा, कहाँ छ तर देखाएको छैन चरा, कहाँ कराइरहेको छ। ओके गाइस, त्यही हो। अब चाहिँ म जान्छु है त बिस्तारै हिँड्दै फाइनली। कपाल पनि कस्तो गरेन फेरि। साथीहरूलाई लिन बोलाउनु पर्छ क्या हो, बाइकतिर हिँडेर गाह्रै हुँदो रहेछ क्या हो। धेरै दिनपछि हिँडेर होला क्या, यस्तो गाह्रो बाटो। मजा पऱ्यो अब। दामी फुल छ कि, दामी फुल हिँड्छ जाँदा एकछिनमा थाकिँदो रहेछ क्या, हिँड्दा त फाँ गरेर। धेर नहिँडेको बानी भएर होला, हिँड्दाखेरि त अलिक गाह्रो थाकिने हुँदो रहेछ। ओके।
सेतो गुलाब फुल सेतो पिङ हो कि हो यो रोज फुल ओह्रालो झर्नुपर्ने भयो अघि उकालो चलिरहेको थियो ओह्रालो झर्नुपर्ने यहाँबाट टिचिङ हस्पिटल पनि देखिन्छ होला खतरै देखिन्छ रहेछ यहाँबाट यो माथि चक्रवतको त्यो ठुलो के बिल्डिङ हो यता टिचिङ हस्पिटल भयो यतातिर यता म हिँड्दैछु म बिस्तारै रक बनाएर कपालले हो नि हो क्या गर्नु बनाएको काटिदिनुपर्छ क्या कपाल पनि छोटै बनाएर टक्लु हान्दिने क्या यहाँ चाहिँ अब गाडो फलिरहेको छ यहाँ रोडतिर पनि झरेर आधी त यहीँ चढेरै सक्छ होला है रुखबाट भोलि पर्सि पाक्ने जेलसम्म त के हो त्यही गाइज अझ म क्याफेमा पुग्छु होला त्यहाँ चाहिँ केटाहरू फेरि त्यस्तै छ त्यो पाइदिएको बोल्छ भिडियो बनाउनु पाइँदैन पछि फर्किने बेला पनि बेलुका कति बेला हुन्छ थाहा छैन ओके अहिले बाई गाइजहरू म चाहिँ टक्क गएर पनि अहिले चाहिँ टक्क रुममा आइसक्यो वसुन्धरा गएको थिएँ वसुन्धरातिर साथीहरू भेट्नलाई अनि भेटियो अघि नै लगभग कति 3 बजीतिर गएको अहिले लगभग 6 बज्यो टक्क म 6 बजेपछि स्कुल पनि आइपुगेँ भर्खरै जस्ट रुममा अब चाहिँ के अब ठ्याक्क फोनमा चार्ज पनि छैन फोन पनि चार्जमा हाल्नु एकछिन आज फेरि राति गेम पनि छ गेम पनि हेर्नु पऱ्यो उठेर वर्ल्ड कप त्यही हो गाइजहरू अब ठ्याक्क घाम पनि ठ्याक्क बादलले छेकेर त्यस्तो बनाइदिएको ठिक्क लाएर अनि यतातिर चाहिँ फेरि पुरै कालो भइसकेको छ झुसो लागेर राति चाहिँ पानी पर्ला ठिकै हो पानी पऱ्यो भने शीतल पनि हुन्छ अब यता गर्मी भएर गाह्रै हुन्छ अहिले पनि दिउँसो ठ्याक्क गर्मी थियो क्या ठ्याक्क म निस्किने बेलामा चाहिँ घाम लागिरहेको छ अब चाहिँ शीतल भइरहेको थियो त्यही हो गाइजहरू अब आजलाई चाहिँ यति नै मैले अघि भ्लग बनाइनँ बाटोतिर आज कहीँ जाँदै नि गएन ठ्याक्क यहाँबाट त्यहाँ गएर नि त्यहाँबाट आउने दिनभरि रुममा भयो त्यही भएर भ्लग पनि धेरै बनाएन हल्का थोरै नै बनाएँ त्यही जति बनाएँ त्यति चाहिँ म अपलोड गरिदिन्छु अब भोलि सन्डे भोलि पनि छुट्टी नै छ भोलि पनि सायद कहीँ जाँदैन होला ड्युटी पनि छैन ड्युटी भएको ठ्याक्क बिहान उठ्यो बच्चाहरूलाई लिन ठ्याक्क रेडी भएर गयो बाटोतिर यसो अनि दिउँसो यसो बच्चा सच्चाहरूसँग रमाइलो हुन्थ्यो अल्छी लाग्ने क्या एक्लै रुममा हुँदाखेरि त कामै नहुँदाखेरि त त्यही भएर ओके अहिलेलाई चाहिँ आजलाई चाहिँ म ठ्याक्क भ्लग यतातिर टुङ्गाउँछु सो भोलि के हुन्छ आउँछ कि आउँदैन थाहा छैन पर्सि चाहिँ बनाएर हाल्नेछु म अलि बाटोतिरको पनि ओके अहिलेलाई बाई गाइस